बुढो मान्छे अब खान्छ यस्तै स्थिति यस्तै हो हजुर हो निर्वाचन आयो के थाहा छ कि नै चुनाव हजुर ऊ आँखा सुन्दैन अब कानले देख्दैन अनि के छ त यो पटक चुनाव कतिको लागिरहेको छ चुनाव जेन्जीसँग लाग्नु पर्ला जस्तो छ जित्नु भएको थियो जित्या के वडा सदस्य कि अध्यक्ष सदस्य हुनुभयो वडा सदस्य हुनुभयो कि गोठालो हुनुभयो गोठालो के छ बुवा नमस्कार हजुर के छ माहौल यहाँ हाम्रो बुहारी के निर्वाचन आयो नि त चुनाव के छ माहौल चुनाव आएको हो अनि मैले भोट केमा दिनु त हजुर ये भगवान क्या जुलुम है चुनाव जितिन्छ अरे यार कति पल्ट भन्नु चुनाव जितिन्छ स्वतन्त्र देशैभरिबाट स्वतन्त्रले जिते भने त राम्रै होला होइन भने त तपाईँको उपस्थिति फेरि न्यून रहन्छ कमजोर हुनुहुन्छ नि त के गर्न सकिएला म अरू जस्तो चाहिँ लुते लाते भनौँ न लाङ्रे चाहिँ मान्छे होइन अब यहाँ आउनेहरू चित्र के भने त्यही चुनावकै गफ गर्छन् अरू के गर्छन् कतिको पड्किन्छन् यहाँ आउनेहरू मकै पड्के जस्तै पड्किन्छ तपाईको घर चाहिँ कहाँ पर्यो त जन्म मेरो बागलुङ जिल्ला पचुवाको गाउँ थर मेरो कण्डेला हो नेत्रलाल हो नाउँ अहिले बस्ने चितवन जिल्ला लङ्गु भन्ने गाउँ गुरु शरण पर्दाखेरि नारायण दास हो नाउँ असन्तुष्टि काङ्ग्रेस मत घन्टीमा भोट हाल्ने हो अहिले त यही हो मेरो परिचय अब दिमागमा लगाउँदैछु कसलाई जिताउँ कसलाई के गरौँ अहिले त म हब्लेसमा पढिया छु अब के त्यो मादलको तुना छ कसिलो एमालेको ए बोली छ रसिलो रुखमा के ह्याप्पी होली हार्छ केपी ओली सही हो सही दामी माथोले जित्छ भोट केपी ओलीलाई चोते चोट केपी ओलीको छैन कोही गगन थापा बाख्राको कोही हो त हाल्ने बेलामा कोही नि कोही मेरो ऱ्याक ठुलो छ स्वर गगन थापा बाख्रा चोर खान्छु म तरकारी सेल केपी ओली किडनी फेल सही हो सही दामी जिन्दगी तेरो बोर छ केपी ओली त चाँडै मर्छ अब आइन्दादेखि मैले भोट मैले हाल्छु मैले पनि थाहा छ भोगेर आएको हुँ नयाँ जोडले गर्छ त्यसैले हाल्छु त्यो भोलि पर्सि गयो यताउता बाङ्गटीमा काङ्ग्रेस जस्तै भयो एमाले जस्तै भयो माओवादी जस्तै भयो भने म आफै गएर सकि नसकि गोली फ्याउँदियो अनि अहिले पनि राजेन्द्र निन्देन उठ्नु भएको छ अनि जुन मेरो गाउँ छ नि मेरो गाउँ जाने बाटो पिच गर्दै हुनुहुन्छ सायद उहाँले नै गर्नुभएको होला मैले त्यहाँ बुझेको छैन अहिले गरे भए चाहिँ यो नेताले गरेर यस्तो जाडो महिना पनि मेरो बुढासँग सुत्नु पाएको छुइनँ हौ भन्ना कठङ्गल नै सुत्नुपर्छ मैले मेरो बुढा विदेशमा छ यो पीडा त नेताले बुझ्छ डल्लापा तिनीहरूको यत्रो बुढीसँग सुत्नेहरूले बुझ्छ
के गर्छ अहिलेको समयले? समयले अब चुनाव जसले जित्छ त्यसले जित्छ। चुनाव जसले जित्छ त्यसले जित्छ। एकजना दमलाजीको अवस्था के छ ल ठ्याक्कै भन्नु? धमलाजी घर दैलोमा व्यस्त हुनुहुन्छ, राम्रो छ। धमलाजीले गर्दाखेरि हाम्रो नचिनेको रौतहट जिल्ला पनि जसलाई पनि चिनाइदिनु भएको छ। तपाईँहरू केही काम गरिदिनु भयो कि नै? काम त गरिदिनु भएन है बिचरा हाम्रो, काम लाउला भन्ठाने अन्ति। कति वर्ष हुनुभयो? म 93। 93 हुनुभयो? हजुर। अनि ओली बाले चाहिँ यहाँ कतिको गरेर? ओलीजीलाई पनि हामी त बा भन्छौँ। ओली म त चिन्दिनँ। मेरो खराब पानी छ, मेरो खराब पानी छ। यहाँ राख्ने खै त पिलिन बस्छ यहाँ। भ्यू टावर बनाउनु भयो अरे क्या? भ्यू टावर त अस्ति आएको भाइ। वो अलग ही लेवल का बंदा था। भोट केमा भाइ? ठ्याक्कै मनमा के छ ल? मनमा के छ? भोट केमा? भोट त घन्टीमै हो नि। घन्टीमा हो। अनि जबरजस्ती लाउनला हो यो? अब यसो हल्का साइड बिजनेस। भोट केमा? भोट केमा? बोतलमा केमा हाल्ने, गिलासमा झाप बुढी झाप। I love you Santaram, Santaram, Santaram. म रानीको छोरो हो, म रन्डीको छोरो हो। ल भन्नु म रानीको बान हो। के हो रानीको बान भन्ने? चिलेमा केमा हाल्ने? बत्तीमा मुजी, बत्ती नभए मुजी मोबाइल चार्ज गर्न पाउँछ साटा। वो अलग ही लेवल का बंदा था। सलमान खान गरेर घोषणा गर्यो, भिडियो बनायो, भाइरल भयो। सर सलमान खान, म अजय देवगन, सर सलमान खान। भोट केमा? घन्टीमा। भोट केमा? घन्टीमा। भोट त घन्टीमा हो। मटा बालनको फ्यान, घन्टीमै भोट ड्याङ्क ड्याङ। किन खुट्टा ठडो पारे? अर्केको माटो ज्यान जाला खुट्टाले टेक्दिने उहाँलाई हातले टेकेर हिँडे। भोट चाहिँ घन्टीमा है, भोट चाहिँ घन्टीमा। अभी मजा आएगा ना। समय एकदम फुर्सद हुन्छ, म त डुल्ने हो। घरिघरि यो डाँडा कम्ती धेरैचोटि आउँछ र कति धेरै आएको, धेरै खान दिनु पर्यो भन्नु नरिसाउनु। तपाईँ सब बिहे गर्नु भनेको अनि बालेन कि क्या बिबा? होइन माटो हो नि हर्के। ए माटो? तपाईँ हर्क साम्बाङबाट बोल्नु? हजुर। किन हर्क साम्बाङ चाहिँ किन? बिजन छ राम्रो। के छ बिजन? ढुङ्गा बोकाउ छ, जिउ दुखेको निको पार्छ नि। भोट तपाईँको अधिकार, तर सदुपयोग गर्नुहोस्, असल नोकर बनाउनुहोस्। हजुर। तपाईँहरू सेवा गर्ने मौका दिनुहोस्। हुन्छ, ल हुन्छ। भोट चाहिँ हामी चाहिँ तर माटैमा हाल्ने हो। किन बारम्बार आइरहन्छु भने मेरो केही काम छैन। काम छैन मेरो काम छैन। हाम्रो त स्वतन्त्र हुँ उहिलेदेखि कसलाई दिउँ त? स्वतन्त्र भन्नाले चाहिँ केलाई जान्छ त? स्वतन्त्र पार्टी भन्नुभएको व्यक्ति स्वतन्त्र हामी जेमा पनि हाल्छौँ भन्नु होइन, पार्टी स्वतन्त्र। स्वतन्त्र पार्टी? स्वतन्त्र पार्टी भन्नाले राष्ट्रिय स्वतन्त्र राजसभा? होइन, राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी। घन्टी चाहिँ हो? किन घन्टीमा हाल्ने? अब हामीलाई त्यही चाहिएको छ, हामी बिहान बेलुकै बजाउँछौँ। बोलाउँदा नि नबोली हिँड्ने, रविदाईको मान्छेलाई नचिन्ने, घन्टी टिनी निनी। केही बाचा गर्दिनँ, एउटा बाचा के गर्छु भने म फर्केर आउँछु, पक्का फर्केर आउँछु। र म फर्केर आएन भने अर्को
अल्प बाचा गरेर म फर्केर आएन म झुटो बोलेँ भने मलाई जहाँ भेट्छ लौरोले मार्नु चाहिँ नमार्नु